हल्का तिमी उठे जस्तै गर अब यति गर हैन त्यो तीनटै ल्याऊ एउटा अर्को आएन अर्को मैले त्यसमा लगाइदिइसकेको छु पहिला तपाईँ लगाउनु त्यसपछि म लगाउँछु 150 मा पाँचवटा गियर हुन्छ हैन यसलाई फरक भन्छ हैन यसलाई फरक भन्छ ढ्याउता जस्तै यसको नाम हैन यसलाई फरक भन्छन् यो ड्रम गियर भयो हैन ड्रम गियर यहीले तपाईको जो गियरहरु छ नि यसको सहाराले गर्दा गियरहरु चेन्ज गराउने यही हो ओके सर एक गियर दुई गियर तीन गियर सर हैन यो दुईटा पिनहरु यसलाई अड्डाउनलाई पिनहरु दिया हुन्छ हैन तिम्रो यो एउटा पिनमा एउटा मात्र हुन्छ भनेपछि तीनटा छ हैन यो दुईटा यो वाला पिनमा हुन्छ हैन 150 को पिनमा यो पिनहरुमा माथि यो लाग्या हुन्छ हैन अब तिमीले सबभन्दा पहिला के गर्नु पर्यो ड्रम गियरलाई फसाउने हैन तिमी हल्का नजिक जा ड्रम गियरलाई न्युट्रल जहिले पनि फसायो ठिक छ हैन इन्जिन बान्दाखेरि तिम्रो यति कुरा ध्यान राख्नु हो कि नै जहिले पनि गाडी न्युट्रलमा हुनुपर्छ गियरमा छ न्युट्रलमा हुनु अहिले त छैन अहिले यो हालेपछि न्युट्रलमा आउँछ जहिले पनि न्युट्रलमा भएपछि ट्र्याक गर्नु इन्जिन बल्ब यही छ भन्छ नि त दाइले हजुर त्यो लाइट के लाइट बल्ब सके यो चाहिँ ठ्याक्क कहाँनिर लगाउने यो छ नि अब यहाँ हेर हैन अब यहाँ देखाउने अलि नजिकबाट देखाउ हैन यसमा दुईटा छन् हो कि नै यसमा तीनटा एउटा मात्र छैन भनेपछि यहाँ हेर हैन यहाँबाट हेर तिमी एउटा माथि छ एउटा तल छ यो यसको बिचैमा छैन यो बिचमा छैन भनेपछि यसको पछाडिको भाग कहाँ जाने भयो यो तीनटाको बिचमा जाने भयो हैन ओके ओके अब तिमी यसलाई म फसाउँछु म तिमीलाई हातमा दिन्छु तर दिनेश दाइ तपाईँ जस्तो यो यसमा लगाऊ रोग त्यो अहिले उता लगाउनु पर्दैन लगा मात्र लगायो कि नै यसमा लाग्यो लाग्यो हैन तिमी यो दुईटा छ हैन दुईटा अब सफा गरेर हेर्दै म तिमीलाई देखाइदिन्छु माथि तल लागे कुनैको लेख्या हुन्छ यसमा वान लेख्या हैन यो माथिको भयो हैन लेख्या हुन्छ कुनैको आफै थाहा पाउनु पर्छ गर्दा गर्दा यो वान लेख्या यो माथिल्लो भयो टपको दुईटा लाग्छ नि यसमा त हैन यसमा पनि चार लेखेको हुन्छ अच्छा चार लेख्या यसमा कति लेख्या एक लेख्या हैन एक लेख्या यो माथि लगाऊ हैन यो छ नि यो पहिला यो तलको लगाऊ गोलो पहिला तलको लगाऊ बेरिङ सजिलो हुन्छ बेरिङ लगायो यस्तो हैन ट्याक्क उल्टो यस्तो तल लास्टमा लगाऊ उता फसाउनु पर्दैन अहिले यतै हुन्छ हैन दिनेश खोजेर राख्यो है म फेरि आउँछु ल ओके अब तिम्रो त्यसपछि यो पनि लगाऊ माथिमा लगाऊ हैन बिडायो हैन यो भयो छुट्यायो किन नम्बर 1 तिमीले के गर्नु पर्यो यिनलाई यहाँ फसाउनु पर्यो हैन रोग फसाउनुले न्युट्रलमा ल्याउनु पर्छ माथि हैन यो यतापट्टि यो त्यो त अब खोज्दाखेरि अर्को भन्दा थाहा भइहाल्छ कुनै कस्तो हुन्छ यो पनि तिम्रो उल्टो सुल्टो जस्तो पनि छिराउन सक्छ हैन यसलाई समात नम्बर 1 तिमीले के गर यो छ नि यो छ नि लास्टको खाँचामा छिराउ अब त्यसलाई अब तिमीले अर्को आइडिया सिकाउँछौ यति छिर्दैन हेर बराबर बसेन अहिले मुनि हालेर लास्टको छ नि गियरहरु त्यसलाई उठाएर यस्तो छिर्छ कसरी गरे कहाँनिर आउँला हालेर गरे कस्तो कि पाउनु त्यसलाई 350 ल्याइदिन्छु
कहाँनिर उङ्ली हाल्नुपर्छ अरे अब यसलाई यो यसो अब हेर होइन जस्तो कि तिमी यो तिम्रो ड्रम गियर भयो होइन ड्रम गियरको एउटा खाँचा छ होइन यो खाँचा भन्दा त तिम्रो यो फरक तल छ क्या तल छ होइन फरक यो फरक यताको यी खाँचा भन्दा तल हुँदाखेरि अब फरकले माथि उठाउनु पऱ्यो अब तिम्रो यसलाई मात्र जुरुक्क उठाएपछि त उठ्दैन हेर होइन यसलाई मात्रै उठाएपछि उठ्दैन त्यही भएर गराइरी उठाउनुपर्छ होइन त्यही भएर एक उङ्ली यहाँ लगाउने अर्को उङ्ली त्यही जुन उठाउनु पर्ने त्यो गरारीमा लगाऊ हल्का उठाउ गरारीलाई यस उठा उठ्यो बस्यो गयो कि नै यो बराबरमा राख होइन त्यसपछि तिमीले यसलाई अब रोक यो आएन यो पनि तलै छ त्यही भएर यसको पनि माथि उठाऊ पहिलाको जस्तै गर है त्यो गरेर उठाऊ सट्टा आएन अब पहिला यसलाई सिधा राख होइन सिधा छ कि छैन हेर एकदम सिधा छ सिधा भएपछि अब तिम्रो अब यसमा लाग्नेवाला पिन कहाँ छ तिम्रो यसमा ऊ त भइमा छ अब त्यो पिनलाई छिराउ जतामुखी लाउन नि मिल्छ जतामुखी भन्दा नि तलको भाग होला यसको लम्बाइ कस्तो छ लम्बाइ छ होइन तल्लो भाग त्यो भएन यस्तोपट्टि छिराउ त जतापट्टि लगाउन पनि मिल्छ योवाला पिन पट्क्यो ल ओके यो भयो होइन भयो छोडिदियो हल्का सिधा गएन होइन सिधा त गयो कि तर कस्तो हो नि यो पिन तल माथि भयो क्या कि पिनलाई निकालेर फेरि छिराइदिनु रख यो पिन गयो होइन कहिले पिन पुरा नगयो नि हुनसक्छ गइसक्यो अब तिमी यसलाई यो फरकलाई गर बिचैमा ल उनीहरूलाई उठाऊ उता लग के भएन छिराउ अब यसलाई पिनलाई लगाऊ ल ओके भएन यसको त स्प्रिङ हुँदो रहेछ स्प्रिङ हुन्न तल हावा गयो क्या भित्र त्यही भएर होइन ल ल यो भयो अब मैले रोक यो न्युट्रलमा छैन न्युट्रलमा अब यसलाई न्युट्रलमा ल्याउन यसलाई सारेर न्युट्रलमा ल्याऊ अहिले पहिला चेक गर कति गराइरमा छ चेक गरेर घुमायो होइन न्युट्रल घुम्यो दुइटै घुम्यो गियरमा छ एउटा घुमाए चाहिँ अर्को चाहिँ नघुम्न पऱ्यो गियरमा छ न्युट्रलमा ल्याऊ त्यो उतापट्टि आउनु उतापट्टि जान्छ न्युट्रल त्यो अहिले गियरमा छ न्युट्रल लिनलाई ल यो भागमा ल्याऊ होइन अब घुमाएर चेक गर त न्युट्रलमा आयो गाडी अब तिमी न्युट्रलमा आयो यो समातेर चेक गर न यसलाई यहाँसम्म त ल चेक गर यहाँ घुमाऊ ल यो समातेर राख यो रोड घुमेन होइन गरारी सब घुमेन सब भन्नाले पनि अब यसका एउटा दुईटा तिनवटा गरारी घुमेन होइन बिचका दुईटा गरारी घुमेका छैनन् सब घुम्नु पर्ने घुमाउ त खै ल गरारी घुमेन यो घुमाए चाहिँ यो नघुम्न पऱ्यो होइन त्यो भयो त्यसपछि 1 नम्बर गियरमा हाल ल गियर हाट छैन रोक अब तिम्रो गियर हाट भएपछि अब यसलाई हल्का घुमाऊ ल आउँछ ल 1 गियरमा आयो अब यसलाई समात ल त्यो